जसरी स्वागत छ तपाईहरुलाई मेरो नयाँ भ्लगमा। मेरो पनि सँगसँगै उसको पनि कम्बिनेसनमा भ्लग हो। र आज चाहिँ हामीहरू यहाँ फुटबलको म्याच हेर्दैछौँ। भाले कप त होइन, भाले कप मिरर कप भन्ने रहेछ। यो चाहिँ सेकेन्ड सप्ताह मिरर निकेतनको भोलिन्टियर मिररको धेरै छ होइन संयोजनमा हो। अनि यहाँ चाहिँ पछाडि अब पुरै रेडी भइसकेको छ स्टेजहरू। अब हामी कहाँ गएर हेर्छौँ, यहीँबाट हेर्ने। हामी चाहिँ खासमा ऊ त्यो कुर्सीमा बसेर हेर्नुपर्ने हो। मिल्दैन कि हामीले मार्छन् त नमारन् भने आज निःशुल्क स्वास्थ्य शिविर मैले पछाडि मेरो टी-सर्टमा छ। र निःशुल्क स्वास्थ्य शिविर केही गर्नु परेमा उसलाई सम्झिनु होला। म चाहिँ के हुनु पनि हुन्न, म कसैलाई सेवा गर्ने मान्छे पनि होइन। नमस्ते सबैजनामा, म चाहिँ अहिले यो के अरे मिरर कप भइरहेको छ। मिरर कप हेर्न आइरहेको छु। मेरो साथमा एउटा साथीहरू पनि छ। हामी तिनजना छौँ। तिनजना भएर यसो हेर्ने आज मौसम पनि हल्का मौसम साथ दिएन, पानी परेको कारणले गर्दा हल्का खेलमा डिस्टर्ब भएको हो। र अब अहिले के अरे हाम्रो यहाँ स्वयंसेवकहरूले के गरेर पानी हटाएर गेमको स्टार्ट गर्दै हुनुहुन्छ। र हामी गेमको भरपुर मनोरञ्जन लिनेछौँ भन्दै अब यो के अरे गेम स्टार्ट भइसकेपछि म त फुटबलको ठुलो फ्यान हो नि। म अब मेरो आइडल चाहिँ रोनाल्डो हो। त्यसपछि अहिलेको जेनेरेसनमा मान्छे पनि ह्यान्डसम छ त यार। अनि बेलिङम, त्यसपछि एम्बापे, अनि रोड्रिगो, त्यसपछि लिएर सबैजना राम्रो लाग्छ मलाई। मान्छे नि ह्यान्डसम छ त बलले लाग्यो। अनि अरू कुरा यस्तै हो। अब हामी गेम स्टार्ट भइसकेपछि हामी गेम देखाउनेछौँ। अहिलेसम्म मैले भलिबल खेलेर यहाँ हल्का चोट पनि लागेन, तर त्यो हात चाहिँ दुख्यो। उता के बोलिरहेको छ हेर्नुहोस् न त्यहाँ के भयो। उता के हाँसिरहेको छैन। अब हामी उतै गएर देखाउँछौँ होला। यता कति देखाउनु ल। आशा आइरहेको छ मलाई
राइट अनि यता चाहिँ के भयो भन्दाखेरि पुरस्कार वितरण हो कि ल ल यता चाहिँ के अरे मिररले 3 गोल हानिसक्यो अझै कति हान्छ कि गर्छ खै खेलिरहेछन् अनि अर्को लडबुटरले चाहिँ अब 1 गोल हान्न सकेको छैन तर लडबुटर किपरले चाहिँ लास्टै राम्रो पर्फर्मेन्स गरिरहेछ त्यो बेस्ट किपरको त्यो पाउँछ कि अवार्ड पाउँछ अरू चाहिँ त्यस्तो हो धेरै सेभ गर्यो उसले अब हामी जान्छौँ बाइक अब रात परिसक्यो ओके बाई बाई टाटा